गरेको तैँले देख्दैछ न ढोका चुकुलाएर बसेको चाहिँ भित्र चुकुलाएर भित्र बसेको मान्छेले मैले कसरी लिएर दाम भन् त अघि त्यो ढोका ढकढकाइरहेको छ ढोका खोल भन्दा मरे खोल्दिनँ। भुन्टी बेहोस भएको देखेपछि भूपेन्द्रको पनि उड्यो होस। टचर दिने बेलामा आँखा देखेनन्, तर अहिले भुन्टी बेहोस भएर लडेपछि माया देखाए झैँ गरिरहेका छन्। कतिसम्म गर्न जानेका र कतिसम्म नाटक पनि गर्न सकेका सारा परिवार मिलेर त्यो बिचरा भुन्टीलाई त्यो अवस्थामा पुर्याए। निर्दोष भुन्टीमाथि विभिन्न आरोप प्रत्यारोप लगाउँदै भुन्टीलाई त्यो अवस्थामा पुर्याएर अहिले बिचारी भुन्टी बेहोस भएर ढलेकी छिन्। तर भुन्टीलाई सहयोग गर्ने भने त्यहाँ कोही छैन। अझ गाउँमा भएको जेठा दाइले त सपोर्ट गर्दै हुनुहुन्थ्यो, तर अहिले भीमका सारा कुरा सुनेपछि ऊ पनि भुन्टीले नै यदि त्यसो गरेको हो भने भुन्टीलाई कारबाही गर्नुपर्छ भन्न थालिसकेका छन्। अब भुन्टीको लागि सबैभन्दा ठुलो आशा र भरोसा भनेको सुकुमाया मात्र हो। अब सुकुमाया कुनै पनि हालतमा भुन्टीलाई जोगाउन र बचाउनको लागि आउनुपर्छ र गाउँबाट सहर आउँदैछन् 12 आमा पनि। उनीहरूको उपचार कसले गर्छ थाहा छैन। यता टोकालेको हालत पनि त्यस्तै छ। टोकाले दिनरात आफ्नी श्रीमतीसँग जागिर खोज्दै हिँडिरहेका छन्। बल्ल बल्ल भारी बोक्ने काम पाए, तर अब ससुराले पनि अर्की श्रीमती लिएर आइसकेपछि ज्वाइँ र छोरी त्यही घरमा बस्नु उचित हुँदैन भन्ने टोकालेलाई लागिसकेको छ। अब टोकालेले त्यो घर छोडेर गयो भने टोकालेको अर्को हालत र उता आमा र बुवा भने बिरामी भएर गाउँबाट सहर आउँदैछन्। अब उनीहरूको उपचारको लागि भुन्टीले कहाँबाट पैसा ल्याएर उपचार गर्छिन् होला त। भूपेन्द्रको परिवारले भने फुटेको कौडी दिनेवाला छैनन्, किनकि अहिले उनीहरूको व्यवहार सम्झिँदा उनीहरू भुन्टीप्रति न दया न माया न भुन्टीलाई मान्छे नै गर्न छोडिसकेका छन्। यिनीहरूले आफूलाई आफै के ठान्छन् बिचरा सोची भुन्टीमाथि आरोप प्रत्यारोप लगाउँदै बिचरा भुन्टीलाई यहाँसम्मको यातना दिनु भनेको यिनीहरूलाई अलिकति पनि भित्री आत्मा दुखेन र भुन्टीलाई त्यति धेरै समस्यामा पारेर बेहोस भएर ढलेकी भुन्टी अहिले मानसिक तनाव भएर भुन्टी बेहोसीको अवस्थामा कोठामा लडिरहेकी छिन्। भित्रबाट चुक्कुर लगाइएको छ, तर बाहिरबाट भूपेन्द्र चिच्याइ कराइरहेका छन्। तर भूपेन्द्रले नै गर्दा आज भुन्टीको यो हालत भने पक्कै भएको हो।